हेलो साथीहरू, गुड मर्निङ सबैलाई। म चाहिँ अहिले फेरि न्यू भिडियो लिएर तपाईँहरूको सामु आइरहेको छु साथीहरू। आज चाहिँ म बिहानै गुम्बा आइरहेको छु पूजा गर्नुको लागि। हामी सबै फ्यामिली आइरहेको छौँ यहाँनिर, अनि त्यही भएर अब यहाँ पूजा गर्नुको लागि आएको बिहानै। अनि म अहिले चाहिँ लामा बाहिर काम गर्दै रहेछ, अनि त्यही भएर एकछिन भित्रै बस्दै गर्नुहोस् न भन्नुभयो, अनि त्यही भएर चाहिँ हामी चाहिँ भित्रै बसिरहेको छौँ। अनि यहाँनिर भित्र बसिरहेको बेलामा सानो भिडियो अब बनाऊँ न भनेर चाहिँ म चाहिँ सानो भिडियो बनाउँदैछु यहाँनिर चाहिँ दामी रहेछ गुम्बाको वरिपरि देखाउँदै अनि भिडियो बनाउँदै बसिरहेको छु साथीहरू। यहाँनिर चाहिँ होइन, यो चाहिँ 3 कुटे गुम्बा हो। अनि यहाँ चाहिँ भाउजू हुनुहुन्छ, हाम्रो ठुलो भाउजू। उहाँले चाहिँ पूजा गर्नुमा धेरै व्यस्त भइरहेको छ क्या, पूजा गर्दै बसिराख्नु भएको छ। अनि म चाहिँ पूजा गरेर ढोक गरेर अनि चाहिँ भिडियो बनाएको। अनि यो चाहिँ मेरो कान्छी भाउजू हो, अनि अघिको चाहिँ ठुलो भाउजू, यो चाहिँ मेरो कान्छी भाउजू हो। अनि उनीहरू चाहिँ मेरो मामाको छोराको चाहिँ बुढीहरू हो, मामाको छोरा हाम्रो दाजु पऱ्यो। त्यही भएर चाहिँ उहाँहरू चाहिँ जेठी र कान्छी हो। ठुलो मामाको चाहिँ 2टा छोरा हो, अनि एउटा ठुलो 2टा छोराको ठुलो छोराको उता ढोक्दै गरेको चाहिँ हो, अनि यो चाहिँ कान्छी भाउजू हो। अनि यहाँ वरिपरि देखाउँदैछु, वरिपरि मजाले घुमाउँदै। यो चाहिँ मेरो दाजु, ऊ चाहिँ मेरो भिडियो देखेर हाँस्दै त्यहाँनिर हेर्दै जाँदैछ। अनि भाउजूले पनि मैले भिडियो बनाएको देखेर मलाई डल्ल पर्दै हेर्दै बाहिर निस्किँदैछ उहाँ पनि। अनि त्यहाँदेखिको म फेरि अनि बाहिर एकछिन निस्केको सारङ्गी अङ्कल आएर बसिराख्नु भएको रहेछ सारङ्गी बजाउँदै। उहाँ चाहिँ लामा पूजा गर्ने, हाम्रो पूजा गरिदिनुको लागि रेडी गर्नुहुँदैछ सबै। अनि त्यहाँदेखिको सारङ्गी अङ्कलले गीत गाउँदै रहेछ मजाले। अनि त्यहाँदेखिको सारङ्गी अङ्कललाई एकछिन हेरेर चाहिँ फेरि मैले अनि त्यहाँदेखिको वरिपरि त्यहाँनिर यसरी अब हेरेँ। अनि यो चाहिँ मेरो आन्टी, मेरो आमाको बहिनी हो। उहाँ चाहिँ मलाई फोटो खिचिदे भन्दै थियो, अनि म चाहिँ अहिले एकछिन भित्र गरिदिन्छु, तपाईँको फोटो खिचिदिन्छु भनेर म फेरि भित्रतिर हेरेँ। अनि भित्र हेरेको लामा आइरहेको रहेछ, अनि आएर पूजाको बारेमा कुरा गर्दै बसिराख्नु भएको रहेछ। फेरि लामा यता आउनुहुँदै थियो, अनि फेरि आन्टीलाई मैले भित्र गएर ढोक गर्नु भनेर भित्र जानु भनेको, आन्टी एकछिन पछि जान्छु भनेर त्यहीँ बाहिर बस्नुभयो। अनि हाम्रो दाजुले चाहिँ लामासँग पूजाको बारेमा डिस्कस गर्दै अब कुरा गरेर भित्र जानुभयो, अनि भित्र गएर बस्नुभयो। अनि त्यहाँदेखिको फेरि म चाहिँ बाहिरनिर सारङ्गी अङ्कललाई नै हेरिरहेको थिएँ कि उहाँको गीत धेरै मिठो थियो, गीत मजाले गीत गाइरहेको थियो। अनि गीत गाउँदै बसिराख्नु थियो। अनि त्यही भएर मैले फेरि वरिपरि देखाएँ, अनि माथिनिर यसो उयो हेरेको मजाको देखिरहेको थियो। अनि फेरि वरिपरि देखाएँ। अनि फेरि हाम्रो आन्टीले चाहिँ सारङ्गी अङ्कललाई पैसा दिँदै थियो क्या, 100 रुपियाँ। अनि 100 रुपियाँ दिनुभयो। 100 रुपियाँ दिँदाखेरि चाहिँ सारङ्गी अङ्कल पनि खुसी हुनुभयो। अनि खुसी भएर मैले त्यहाँदेखिको तपाईँ कहाँबाट आउनुभएको हो भन्दाखेरि हाँसी जवाब दिनुभयो क्या, 100 रुपियाँ पाएर धेरै खुसी हुनुभयो। अनि त्यहाँदेखिको फेरि म भित्रनिर यता बसेँ। अनि यता बस्दाखेरि अनि त्यहाँदेखिको पूजाको लागि सबै रेडी गर्दै रहेछ सबै। अनि त्यहाँदेखिको फेरि म पनि अनि पूजा अब लामा आएर चाहिँ बाहिर आएँ भित्र बस्दै गर्दा। अनि म फेरि बाहिरतिर यसो देखाउँदै बसेँ। अनि बाहिरतिर यताउता हेर्दै बसेँ। सारङ्गी अङ्कलको चाहिँ साह्रै राम्रो स्वर थियो, मजाले गीत गाइरहेको थियो कि, मजाले गीत गाइरहेको थियो। अनि सारङ्गी अङ्कलको पनि गीत सुन्दै मजाले बसेँ म चाहिँ। अनि त्यहाँदेखिको गफ गर्नु हुँदै थियो। अनि गफ पनि के गर्नु भने म चाहिँ बाहिर सारङ्गी अङ्कलको गीत सुन्दै बसिरहेको थिएँ नि त। अनि फेरि भित्र पसेँ सबैजना बसिरहेको रहेछ। अनि सबैजना बसिराख्दा चाहिँ मैले एकछिन त्यहाँनिर यो सामान लिएको थिएँ हामीले चाहिँ त्यहाँनिर त्यहाँ छोहरू के चढाउने सामान लिएको थिएँ। अनि त्यहाँदेखिको मैले यो भाउजूलाई जिम्मा दिएँ, ठुलो भाउजूलाई। अनि यहाँनिर सानो र खदा पनि थियो, खदा चाहिँ कान्छी भाउजूलाई दिएँ। अनि यो धुप चाहिँ ठुलो भाउजूलाई दिएँ। त्यहाँदेखिको फेरि सबैलाई मैले एकछिन जिस्काएँ। अनि यहाँ भिडियो बनाइरहेको छु, उहाँलाई जिस्काउँदै बसी भिडियो बनाउँदै। अनि त्यहाँदेखिको भिडियो बनाएर अनि उहाँलाई जिस्काउँदै बसेँ। यो चाहिँ मेरो दाजुलाई पनि जिस्काएँ, हेर्दैछ मलाई मजाले। अनि कान्छीलाई एकछिन जिस्काइदिउँ भनेर जिस्काइदिएको मैले कान्छीले पनि मलाई जिब्रो देखाइदिएँ कि। अनि जिब्रो देखाइदिएपछि अनि फेरि उनीहरूलाई नै त्यहाँनिर भिडियो गर्दै जिस्काउँदै बसेँ म। अनि त्यहाँदेखिको फेरि घुमाइ जिस्काइदिएको नि त मैले उहाँहरूलाई। अनि मजाले जिस्काइदिएँ, उहाँहरू मलाई हेर्दै हाँस्यो हो। अनि हाँसेपछि चाहिँ अनि त्यहाँदेखिको फेरि अनि जिस्काएर चाहिँ अनि मैले फेरि
साथीहरू। अनि त्यहाँदेखिको मलाई चाहिँ होइन तपाईँहरूले अब लाइक्स सब्सक्राइब गरिदिनुहोस् होला होइन मेरो भिडियोमा। अनि मलाई मेरो भिडियो तपाईँहरूलाई मन पर्यो भने म यस्तै यस्तै भिडियो फेरि लिएर आउने छु तपाईँहरूलाई। अनि त्यहाँदेखिको तपाईँहरूको साथ सपोर्ट पायो भने म सधैँ तपाईँहरूलाई यस्तो भिडियो लिएर आइरहने छु साथीहरू। मेरो लाइक सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला मेरो भिडियोमा। त्यसो भन्दै फेरि मैले यहाँ सबैजनालाई बाई भन्नु भनेर भने साथीहरू। अनि त्यहाँदेखिको बाई भन्नु हुँदैछ, बाई भन्दै त्यहाँनिर उयो गर्नुहुँदैछ। अनि त्यहाँदेखिको मैले फेरि घुमी घुमी बाई भन्नु भनेर सबैलाई भनेँ। अनि सबैलाई भन्दाखेरि मेरो दाजुले चाहिँ लाइक सब्सक्राइब गरिदिनुहोस् होला, उयो गरिदिनुहोस् होला भन्दै भन्यो। अनि पासाङ भाउजूले पनि लाइक सब्सक्राइब यता सपोर्ट गरिदिनुहोस् होला भन्दै उहाँले पनि भन्नुभयो। अनि सबैलाई मैले त्यसरी भन्नु लगाएँ, उहाँले पनि भन्नुभयो त्यसरी नै। अनि भन्दै उनीहरूलाई चाहिँ मैले जिस्काइदिएको नि त। अब उनीहरूलाई एकछिन अब त्यहाँनिर बसिरहनु भन्दा चाहिँ इन्टरटेनमेन्ट गरिदिएको क्या मैले त्यहाँनिर। अनि उहाँहरू पनि हाँस्दै अब टाइम बितेको थाहै पाएन। अनि मजाले हाँस्दै उयो गर्दै त्यहाँनिर बस्नुभयो। अनि उहाँहरूले पनि लाइक सब्सक्राइब गरिदिनुहोस् भन्दै भन्दै अब गफ गरिरहनु भयो। त्यहाँदेखिको हामी चाहिँ पूजा सकेर यहाँनिर 108वटा बत्ती बाल्नुपर्ने थियो। अनि त्यही भएर हामी 108वटा बत्ती बाल्दैछौँ सबैजना मिलेर। अनि त्यहाँदेखिको यहाँ चाहिँ मेरो दाजु भाउजू अनि बहिनीले अनि मैले पनि बालेँ, आन्टीहरूले पनि बाल्यो। अनि सबै बालेर फेरि बाहिर निस्क्यौँ आन्टी र म चाहिँ। अनि बाहिर निस्किएर यतानिर घुम्दै उयो गऱ्यौँ। अब तपाईँहरूले यसरी नै साथ दिइरहनु होला। अहिले चाहिँ बाई बाई टाटा साथीहरू। म यस्तै भिडियो लिएर फेरि आउने